जुन बाटो छ तपाईँले जुन भन्नुभएको छ बनाउँछु भनेर अनि नौडादेखि घरमा सुमन जोडिने बाटो जुन बनाउँछु भनिरहनु भएको छ अब यहाँ रामधुनीको चौसठीबाट पनि बनाउँछु भनेर भन्नुभएको छ अनि प्रश्न चाहिँ के रह्यो भन्दाखेरि अब विरोध गर्नेले गरिदिइरहेको छ तर प्रश्न चाहिँ के रह्यो भन्दाखेरि तपाईँको अब योभन्दा अगाडि तपाईँ बोलेको धरान उपमहानगरपालिकाको एउटा पदमा बसेको मान्छेले त्यो कार्यक्रममा किन बनाउनु भएन अनि केही समय अगाडि चाहिँ यस्तो हुन्छ ल अब मैले बुझिहालेँ के छ भने त्यो बाटो भनेको हाम्रो नगरपालिकाको प्रोजेक्ट होइन त्यो भनेको प्रदेश सरकारको प्रोजेक्ट हो प्रदेश सरकारको योजनाहरू चाहिँ त्यस्तै छन् कि धरानमा पनि माथि के अरे तपाईँको चाहिँ नि धरान 4 जाने बाटो त्यसै अलपत्र छोडिदिएको छ त्यो प्रोजेक्ट भनेको प्रदेश सरकारको र प्रदेश सरकारले किन बनाएन भन्दाखेरि बिचमा रुखहरू आयो होइन त्यो बिचमा जाँदा बिचबिचमै रुखहरू छन् ती रुखहरू तपाईँको चाहिँ काट्नु नसकेर पटक पटक मैले चाहिँ भनेको छु उहाँहरूलाई फोन गरेर भनेको छु पत्र पठाएको छु होइन के अरे तपाईँले पत्याउनुहुन्न भनेदेखि तपाईँको त्यो प्रशासनिक शाखामा गएर हेर्दा हुन्छ योजना शाखामा कतिवटा पत्र त्यहाँ गयो ताकेता गर्दा 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 पनि त्यो रुख काट्न नसकेर तपाईँको चाहिँ त्यो तपाईँको ठेक्कामा होइन त्यो रुख काट्न नसकिसकेपछि बाटो बनेन कुरा त्यो हो त्यसले गर्दाखेरि अब यो चाहिँ कस्तो भन्दाखेरि अब नगरपालिकाले बनाउने हो या प्रदेशले बनाउने हो अब दुईटा पालिकाहरू बिचको बाटो प्रायः जस्तो चाहिँ प्रदेश सरकारले गर्छ दुईटा प्रदेशहरू बिचको बाटो चाहिँ तपाईँको चाहिँ केन्द्र सरकारले गर्ने भन्ने हाम्रो चाहिँ तपाईँको चाहिँ त्यो खालको मान्यता हुन्छ क्या विकास त्यसले गर्दाखेरि अब त्यो नगरपालिकाको प्रोजेक्ट होइन त्यसो भएको कारणले प्रदेशले बनाउन सकेन तथापि हामीले ताकेता थुप्रो गऱ्यौँ कारण के देखायो रुख काट्न सक्दैन होइन अब वनको कार्य यस्तो छ यसको लागि चाहिँ अब मिडिया पनि हुनुहुन्छ होइन त्यही भएर म माथि केन्द्रमा जानुपर्ने हो किनभने कानुन तपाईँले चाहिँ संशोधन नगरिकन हुँदैन अब के खालको हाम्रो यहाँ छ भन्दाखेरि सडक विभागले होइन यता सुन्नु न यातायात मन्त्रालयले बाटो बनाउन चाहन्छ वन मन्त्रालयले आएर रोक्छ खानेपानी मन्त्रालयले ट्याङ्की बनाउन खोज्छ वन मन्त्रालय आएर यो चाहिँ सबै कुरा के छ भन्दाखेरि देशमा विकास भन्दा पनि अविकास धेरै भइरहेको अभाव भइरहेको गरिबी भइरहेको जनताले दुःख पाइरहेको भन्ने किसिमको कानुन छ कुरा बुझ्नुभयो नि त्यो कानुनले अब देब्रे खुट्टा हिँड्नु खोज्छ दाहिनेले रोक्छ कसरी हिँड्ने यसरी कसरी हिँड्ने उफ्रिँदै भन्ने खालको कानुन भएको कारणले गर्दाखेरि त्यो बाटो नबनेको है त्यो हो र अब यो तपाईँहरूले चाहिँ मलाई माथि पुर्याउनु भयो र मैले भने जस्तो भयो भने नेपाली जनताले हामीलाई चाहिँ के अरे तपाईँको चाहिँ श्रम संस्कृतिको सरकार गठन गर्ने गरी हामीलाई भोट दियो भने हामी यस्ता सम्पूर्ण कानुन हामी चेन्ज गर्छौँ कानुन चेन्ज नगरिकन विकास हुँदैन मैले धेरै कुरा केही छैन कि बिरुवा रोप्दासम्म मुद्दा आयो मलाई किन रोपिस् तैँले कसको अनुमतिले रोपिस् होइन अब वन क्षेत्रमा बिरुवा छैन है उजाड पाखा छ त्यहाँ मैले बिरुवा रोपेँ त्यत्रो तपाईँको गुहारेर रोपेँ मलाई मुद्दा आयो फुल रोप्दा मुद्दा आयो उद्योग खोल्दा मुद्दा आयो स्कुल खोल्दा मुद्दा आउँछ भनिसकेपछि कस्तो कानुन रहेछ त्यो त कानुन मात्रै रहेछ यो देशमा त कानुन के को लागि भन्दा कानुनकै लागि संविधान के को लागि भन्दा संविधानकै लागि सरकार के को लागि भन्दा कुर्सीको लागि नेपाली जनताको सेवा सुविधा कहाँ गयो त विकास कहाँ गयो भन्दाखेरि ती कुराहरू चाहिँ हाम्रो मान्यताभित्र नपरेको कारणले गर्दाखेरि नै म चाहिँ वास्तवमा वैज्ञानिक राजनीति लिएर आएको क्या जस्तो युवाले बुझ्नुपर्छ यसलाई चाहिँ व्याख्या विश्लेषण पनि गर्नुपर्छ ठिक छ तपाईँ हाम्रो जुन छ एउटा श्रम संस्कृति पार्टीले बनाउँछु भनेर यसरी तपाईँले भनिरहनु भएको छ जुन हाम्रो गाउँठाउँमा पनि अब यसरी भोट माग्ने काम त भइ नै रहन्छ आज तपाईँ माटोबाट आउनुभयो एउटा भोलि अर्को आउला होइन पर्सि अर्को आउला सबैले आफ्नै विचारधाराहरू के छ हामीले बुझ्न पाउने अधिकार हो हामीले बुझ्नुपर्छ यहाँ कुनै पार्टीले यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर मात्र भएन जुन तपाईँहरूले गरिरहनु भएको छ काम हामी तपाईँहरूबाट इन्सपायर भएर हामीले पनि धेरै कामहरू गरिरहेको हुन्छौँ हामी कसैको पार्टीलाई सपोर्ट गर्नुपर्छ यसलाई गर्नु हुँदैन भनेर कसैलाई जबरजस्ती पनि गरिरहेको छैनौँ किनकि जसले बनाउँछु भनेर अगाडि बढिरहेछ उहाँ त्यस्तो खालको मानिसलाई त्यस्तो खालको पार्टीलाई या त्यस्तो खालको संस्था जे उहाँ त्यो ठाउँ त्यस्तो चिजलाई चाहिँ हामी सपोर्ट गर्छौँ र अब भोलि दिन अब अरू कोही हाला अब उनीहरूले पनि बनाउँछ एउटा कुरा नि युवा तपाईँलाई म के वचन दिन्छु भने नि हर्क साम्पाङले जीवनमा 1 रुपियाँ पनि भ्रष्टाचार गर्दैन होइन तपाईँलाई त्यस्तै नेतृत्व चाहिन्छ होला है मलाई आँखामा हेरेर भन्नु न उसको नेतृत्व हर्क साम्पाङले अहिले पनि हेर्नुहुन्छ भने मैले श्रमदानमा गएर सिमेन्ट बोकेको सिमेन्टसँगको टी सर्ट लगाएर आएको रहेछु त यो मैले देखाउनलाई नै जानी बुझी लगाएर आएको होइन तर मलाई सुकिलो मुकिलो भएर हिँड्नु छैन आई मिन टु से होइन त्यो भन्न खोजेँ मैले है सुकिलो मुकिलो भएर हिँड्न खोजेको यदि थिएँ भने म धरान उपमहानगरपालिकाको मेयर जस्तो मान्छे होइन म जनतासँग कहिले पनि काम गरिदिनु थिएँ क्या ठेकदारसँग तास खेलेरै बितिरहेको छ त अरू त ठुल्ठुलो व्यापारीसँग होइन साँठगाँठ गरेर बितिरहेको छ त्यत्रो ठुलो उपमहानगरपालिकाको मेयर
मैले किन कुल्ली सर काम गरेँ भन्दा यो देशमा दुःख छ होइन, जनता दुःखमा छन्, अनि नेताले सुख सयल भोग गरेर त हुँदैन त्यसै भन्ने मेरो व्यक्तिगत बुझाइ। त्यसले गर्दाखेरि इमान्दार मान्छे, भ्रष्टाचार नगर्ने सादगी मान्छे, म तपाईँहरूलाई वचन दिन्छु, म लाठी गरेर भोलि के बन्छु बन्दिनँ, नेपाली जनताले बनाउँछ बनाउँदैन भन्ने एउटा कुरा एक ठाउँमा होला, तर मेरो दाबी म बन्छु भन्ने होइन। जो पनि खेल मैदानमा उत्रेपछि त जित्छु नै भन्नु पऱ्यो होला नि त। त्यसो भएको कारणले त्यो दाबीका साथमा आइरहेको छु। तर तपाईँलाई म वचन के दिन्छु भने मेरो जीवनकालमा म बिराम भएँ होइन भने म विदेश गएर उपचार चाहिँ गर्नु नेपाली जनताको ट्याक्स है, सरकारी कार्य के अरे तपाईँको चाहिँ नि अस्पतालमा जहाँ नेपाली जनता तपाईँको चाहिँ नि जस्तो किसिमको स्वास्थ्य उपचार गरिरहेको छ त्यस्तो उपचार गर्नु ती कुराहरू छन्। यो खालको साधकीय भएको र काम गर्ने मान्छे र तपाईँको चाहिँ नि भनौँ न विभिन्न खालका योजना बनाउन सक्ने मान्छेलाई चाहिँ नेपाली जनताले चुन्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ होइन। तर त्यसमा अब विभिन्न खालका विरोध लिएर के गर्छन् हुन्छ। अब विपक्षीले त्यो भन्छ कुनै ठुलो कुरो होइन होइन। भलिबल खेल्दा पनि तपाईँको उतापट्टिकोले यस्तो रेज हानेर उता स्पाइक हान्छ होइन, विपक्षीको नाकमा लागोस् कि टाउकोमा लागोस् होइन, वास्ता गर्दैन। दाँत बङ्गारै झरे पनि वास्ता गर्छ त उतापट्टिको स्पाइकरले दिन्छ। खेलै त्यस्तो हो। त्यसले गर्दाखेरि अब उहाँहरूले प्रहार गर्नुभएको होला, म केही जस्तो लाग्दैन होइन। यसो बसिरहेको छु, गाली गरिरहेको छु होइन। मैले गाली किन खानु पर्यो त भन्दाखेरि दिनमा 5,000 6,000वटा गाली आउँछ। म हाँसिरहन्छु फेरि होइन। किन गाली मैले खानु पर्ने त भन्दाखेरि काम गर्छु भन्दाखेरि मैले गाली खानु पर्ने, देश बनाउँछु भन्दा गाली खानु पर्ने होइन। कुनै दिन मैले काम गर्दिनँ त भनेको छैन होला, कुनै स्टेटस कुनै केहीबाट काम गर्नु यो भन्दाखेरि चाहिँ अब त्यो खालको मान्छेहरू पनि छन्। त्यस्ता मान्छेबाट अब युवाहरू पनि सचेत हुनुपर्छ होइन। त्यो हो म जस्तो काम गर्ने मान्छेलाई तपाईँहरूले समाजले होइन। अब मैले त हेर्नुहोस् श्रमदानबाट विश्व रेकर्ड राख्ने मान्छे हो नेपालमा, कोही छैन इतिहास। यु क्यान सर्च इन द हिस्ट्री। कुनै मान्छे भेट्नुभयो भने नि काम गरेर तपाईँको विश्व रेकर्ड राख्ने मलाई भन्नु होला। त्यस्तो मान्छेलाई यो राज्यले सम्मान गर्नु पर्दैन थियो। मुद्दामाथि मुद्दा हालिदिएको मलाई होइन। अचम्म लाग्छ त्यत्रो दुःख गरेर ल्याएँ होइन, विदेशले चिन्यो, सारा विश्वले चिन्यो क्या, रहन दियो त त्यो रेकर्ड होइन। त्यो सम्मान त्यसै जो कहिले त पाउने त होइन होला नि त। त्यो सम्मान मैले पाइसकेँ। राज्यले चाहिँ के दिन्छ मलाई भन्दाखेरि तेरो कार्य सम्पादनमा 0, हर्क साम्बाको 0 ऊ भन्छ। देश चाहिँ यस्तो देश बनाउँछु भनेर अलिकति मलाई सम्मान गरिदिँदा त झन् कति म त डबल स्पिडमा काम गर्थेँ होला नि होइन। अनि उस्तै मान्छे भए त भाँचिन्थ्यो क्या। यत्रो काम गर्छु मैले उल्टो गाली खानुपर्ने, गर्दिनँ नाथेलाई के छ र मेरो मात्रै हो र देश मेरो पेवा त होइन भन्नेतिर लाग्थ्यो नि त। तर म चाहिँ जबरजस्ती लागिरहेको छु क्या। तपाईँ जस्तो युवाहरूले मलाई प्रेरणा दिनु पर्यो होइन र। तपाईँ जस्तो युवाहरूले मलाई चाहिँ साथ दिनु पर्यो। कसको लागि बनाउने त देश मेरो एक्लो त होइन होइन। धरानमा मैले त्यत्रो अरबौँको सम्पत्ति जोडिदिएँ श्रमदानबाट, त्यो मैले लगेर गएँ त आज गएन नि त, त्यहीँ छोडिदिएँ त। अहिले त्यही सञ्चालन गर्न सकिराख्नु भएको छैन। फेरि अब त्यो नभनौँ है। त्यही एउटा सानो शब्द चाहिँ भन्न चाहन्छु म। अब देश बनाउने कुरामा चाहिँ सबैले बनाउँछु भनेर अघि बढिरहेको हुन्छ। अब देश बचाउने कुरामा चाहिँ इमान्दार नागरिकलाई चाहिँ जिताउनुपर्छ है। हो नि त्यही भन्छु। अहिले आयो क्या विरोधीहरूले प्रश्न गर्न सकिरहेको हुँदैन, उनीहरूको पनि त प्रश्नहरू मैले मेरो तर्फबाट राखिदिएको हो। उहाँले पनि क्लियर रूपमा भनिदिइसक्नु भएको छ। सो अहिले चाहिँ यति नै हामी ल